पुनः हाम्रो नापी कार्यालयको नापी श्रृङ्खलामा हाम्रो अन्तिम 4th एपिसोडमा पुनः स्वागत छ। हामीसँग फेरि यस नापी कार्यालयका प्रमुख श्री राकेश कुमार झा हुनुहुन्छ। पुनः स्वागत छ तपाईहरुलाई। हस्, धन्यवाद। अब म सिधै विषयवस्तुमा पसिहाल्छु। धेरै डेभलप्ड मार्केटमा प्रपर्टी रेकर्ड्स डिजिटली एक्सेसिबल छन्। नेपाल त्यो दिशामा के अघि बढिरहेको छ? नेपालमा ल्यान्ड रेकर्ड डिजिटाइजेसन को इम्प्लिमेन्टेसन अहिले कुन स्तरमा पुगेको छ सर? धन्यवाद। एकदमै प्रश्न सरको एकदमै इम्प्रेसिभ क्वेसन छन् र हाम्रो ल्यान्ड रेकर्ड जुन डिजिटाइजेसन भइसक्यो हो या डिजिटली, त्यसको स्तर भन्दाखेरि उल्लेख्य। एकदमै हामी धेरैभन्दा धेरै अगाडि डिजिटली गइरहेछौँ। हाम्रो देशभरिमा अब नापी कार्यालय 126 भन्दा बढी नै होला अहिले स्थापना, नयाँ अफिसहरू। त्यो हिसाबले अब सबै कार्यालयमा लगभग नेलिस हाम्रो सुरु भइसक्यो हो। नेलिस भनेको हाम्रो जीआईएस भन्दा माथिको सफ्टवेयर, जसमा एक्ज्याक्ट किता काट मालपोतवाडाको रजिस्ट्रेसनको किता काट हुने र किता काट भएर त्यो हाम्रो सेन्ट्रल सर्भरमा गएर बस्ने हिसाबले हामी किता काट हाम्रो नेलिसमा भइरहेछ। देशभरिकै सबै नापी कार्यालय मलाई लाग्छ त्यसमा उल्लेख्य हाम्रो प्रगति छन् भने फिल्ड बुक पनि हाम्रो सबै स्क्यान डिजिटाइज भएर फिल्ड बुक पनि देशभरि हामीले डिजिटली दिइरहेछौँ, म्याप नक्सा दिइरहेछौँ। अब केही फाइल नक्साहरू जस्तै वीरगञ्जको केसमा नहरका नक्साहरू त्यो डिजिटाइज नभएर हाम्रो अहिले कम्प्लिट नेलिसमा गएका छैनन्। तर हाम्रो यो उल्लेख्य प्रगति छन्। हाम्रो यो प्रगति बिस्तारै अगाडि बढिरहेछ। यो जीआईएस म्यापिङ अथवा तपाईँले भन्नुभएको अहिले नयाँ टेक्नोलोजी के भन्नुभयो सर? नेलिस यो भनेको के हो? अब यो जीआईएस म्यापिङ भनेको एउटा टुल्स हो, एउटा सफ्टवेयर हो। जीआईएस जियोग्राफिक इन्फर्मेसन सिस्टम भन्छन् यसलाई। र यसले के गर्छन् भने अब डाटालाई यसले कलेक्सन गर्छन्, त्यसपछि म्यानेज गर्छन्, त्यसपछि एनालाइज गर्छन् र लास्टमा आउटपुटको रूपमा त्यो म्यापको रूपमा डिस्प्ले गर्छन्। यसलाई डेस्टिनेट हामीले म्यापको रूपमा गर्छौँ। यो जीआईएस एउटा सफ्टवेयर हो र जीआईएसका पार्टहरू यो त अब विस्तारमा जीआईएस भनेको ठुलो पार्ट हो। त्यसकै पार्ट एउटा हामी नापीमा युज गरिरहेको नेलिस हो, जहाँबाट किता काट गरेर हाम्रो सबै सर्भरमा, सेन्ट्रल सर्भरमा नापी विभागमा गएर बस्छन् जीआईएस म्यापिङ। र यो जीआईएस म्यापिङमा 4वटा विङ्स, 4वटा पार्ट, 4वटा पिलर हुनैपर्छ। यो एउटा हाम्रो कम्प्युटर, सबभन्दा पहिला त मेन पावरै हुनु पर्यो, चलाउने मेन पावर एउटा पिलर। अर्को हाम्रो कम्प्युटर हुनु पर्यो, दुईटा कुरो हो। अर्को सफ्टवेयर हाम्रो हुनु पर्यो। अर्को हाम्रो डाटा, जुन डाटालाई एनालाइज गर्ने। छोटकरीमा बताइदिनुहोस् यसको प्र्याक्टिकल युज कसरी भइरहेको छ? यो प्र्याक्टिकल अहिले सरले हामीले जुन काम गरिरहेछौँ यो नापी कार्यालयमा या अरू जिल्लाहरूमा, हाम्रो यसले दुईटा पद्धतिमा काम भइरहेछ, दुईटा सिस्टममा। एउटा जीआईएस सिस्टममा हामी काम गरिरहेछौँ, एउटा नेलिसमा हामी काम। नेलिस भनेको फुल फर्ममा नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम हो। जीआईएस भनेको जियोग्राफिक इन्फर्मेसन सिस्टम हो। त्यसमा काम देशका सबै कार्यालयले, नापी कार्यालयले गरिरहेछ। अब यो जीआईएसले के काम गर्दो रहेछ भने सबभन्दा पहिला त हामीले हाम्रो जुन हार्ड कपी नक्साहरू त्यसलाई स्क्यान गरेर डिजिटाइज गरेर हामी जीआईएसमा ल्यायौँ। अब हाम्रो सबै नक्साहरू डिजिटाइज भइसकेपछि त्यसको क्षेत्रफल हेर्ने इजी भइदियो। अब एउटा क्लिक गर्यो भने त्यो कुनै कितामा त्यसको एक्ज्याक्ट क्षेत्रफल देखाइदिन्छ। त्यो जीआईएसले गर्छन् प्र्याक्टिकली। त्यसको लेन्थ ब्रेथ कति हो त्यो जीआईएसले भनिदिन्छ। त्यो कुन सेपको जग्गा हो त्यो जीआईएसले भनिदिन्छन्। यी कामहरू पहिला हातले क्याल्कुलेट गरेर निकाल्नु हुँदा अहिले जीआईएसले एक्ज्याक्ट तुका तु कितामा गयो, त्यो किताको मलाई क्षेत्रफल चाहियो, तुरुन्त देखाइदिन्छ। त्यसको लेन्थ ब्रेथ कति हो तुरुन्त देखाइदियो। यदि रेक्टेङ्गल जग्गा छ भने, ट्रायङ्गल जग्गा छ भने उसले निकालेर हिसाब गरेर त्यहाँ
बिघा कठा धुरमा देखाइदिन्छन्, रोप्नीमा देखाइदिन्छन्, हेक्टरैमा अहिले देखाइदिन्छन् भने त्यो सुविधा यो GIS थ्रु प्र्याक्टिकली हामीले अहिले कार्यालयमा युज साधारण रूपमा बुझ्ने हो भने तपाईको यो नेलिस सिस्टमले चाहिँ अब धेरै जसो ठाउँमा हामीले पर्सा जिल्लाकै पहिला हेरेका थियौँ, धेरै जसो नक्साहरू हराएका रहेछन्, नपाउने भयो अथवा मिसप्लेस भएको थियो। त्यो समस्याबाट हामीले चाहिँ निदान पाउँछौँ। त्यो समस्याबाट त पुरै निदान हो, किनभने अब हराउने कुरो त हुँदै भएन। अब त डिजिटल रेकर्ड अब डिजिटल रेकर्ड भइसक्यो, हाम्रो सबै छन्। अर्को कुरो, अब जुन किता काठ हाम्रो भइरहेको छ, यो पर्साक हकमा मागदेखि हामीले जुन गरिरहेछौँ त्यसका जम्मै कपी हाम्रो सर्भरमा, सेन्ट्रल सर्भर नापी विभागमा बसिरहेछ। हामीसँग पनि छन्, यहाँ हामी कहाँ पनि छन्। त्यसैले अब यो हराउने, डिस्प्लेस हुने कुरो हुँदैन। यसको कारण हो किनभने अहिले हामी डिजिटल पद्धतिमा गयौँ। हराउने कुरो त म्यानुअली थियो, डिस्प्लेस हुने कुरो म्यानुअली हो। अब डिजिटल भएपछि त्यो हराउने कुरोहरू हुँदैन। चलखेल पनि बन्द हुन्छ। चलखेल त अब पुरै बन्द हुन्छ हाम्रो, किनभने अब डिजिटली हामी गइसकेपछि त चलखेल त हुँदैन। तर अलिअलि त अब चलखेलहरू, रिस्कहरू त भइहाल्छ नि, तर त्यो चाहिँ एकदम नेग्लिजिबल होला। अब यो डिजिटाइजेसनको सबभन्दा ठुलो च्यालेन्ज के हो? गलत डेटा डिजिटल भए झन् ठुलो समस्या बन्न सक्छ नि। अब सरले अहिले प्रश्न गर्नुभयो, तर उत्तर सरले योभन्दा पहिला खोज्नु भएको थियो। एक्ज्याक्ट च्यालेन्जका कुरा अहिले आयो। डिजिटाइज भएपछि जुन नेलिसमा गयो, GISमा हामी काम गरिरहेको छौँ भने त्यहाँ च्यालेन्जिङ छ। अब च्यालेन्जिङ के छ भने साइबर क्राइम, साइबर ह्याकिङका कुराहरू आउँछन्। त्यस्ता डाटाहरू जुन अहिले हाम्रो नेलिसमा बस्या हो सेन्ट्रल सर्भरमा, त्यो ह्याक गर्न सक्छन्। प्राइभेट सेक्युरिटीहरू, प्राइभेसीहरू हुन्छन्। डाटा मैले सेक्युर गरेर राख्ने मेरो त्यो इमान्दारितामा पर्छ। तर म त्यही डाटा लगेर मार्केटमा चलाइदिएँ, अरू ठाउँमा अननोन जहाँ जानुपर्ने होइन त्यहाँ गएपछि त्यहाँ फेरि च्यालेन्जिङ हो। त्यो डाटालाई मिसयुज, त्यो ठाउँमा त मान्छेले मिसयुज गर्देला हाम्रो डिजिटल डाटालाई, त्यो च्यालेन्जिङ हो। यसमा त तपाईहरुले सेन्ट्रल सर्भर राख्नु भएको छ भने त्यसको अडिट ट्रेल त बस्छ नि। सबै हामी कहाँ पनि बस्छन्, अनि हाम्रो नापी विभाग मिन भवन काठमाडौँमा पनि त्यो सबै डाटा बस्छन्। भोलि केही यताउति हामी गर्यो भने त्यसको पुरै हाम्रो जसले चलाएको छ त्यो त थाहा भइहाल्छ। त्यो एकदमै थाहा हुन्छ, नहुने कुरै भएन। त्यही पनि च्यालेन्जिङ के छ भने जति सुकै टेक्नोलोजी आए पनि, सरहरू सुन्नुहुन्छ नि, ह्याक भयो, डाटा कति चोर दियो, डाटा प्राइभेसी भएन, ती कुराहरू च्यालेन्जिङका रूपमा। तर यो मिनिमम हो, यसमा एकदमै एक्युरेसी नै हुन्छ, हाम्रो एकदमै सेक्युरिटी नै हुन्छ डाटा। धन्यवाद। यो ओल्ड रेकर्ड्स, मिसिङ एन्ट्रिज र इनकन्सिस्टेन्ट मेजरमेन्ट्स जस्ता इस्युज डिजिटाइजेसनमा कसरी ह्यान्डल गरिन्छ? अब यसलाई सरले कसरी बुझ्नु, एकदमै यो बुझ्नुपर्ने कुरो आयो। डिजिटाइजेसन, हामी सबै डाटा डिजिटाइजेसन गर्छौँ। डिजिटाइजेसन भन्दा पहिला हामी स्क्यान गर्छौँ। यसलाई अब सरलाई मैले भन्दाखेरि यहाँ पहिला सबभन्दा पहिला हुने हो स्क्यान, त्यसपछि हामी डिजिटलमा जान्छौँ। डिजिटल एउटा टेक्नोलोजी हो, त्यो टेक्नोलोजीले के गर्छन्, डिजिटाइज गर्छन्। डिजिटाइज गरिसकेपछि डिजिटाइजेसनमा जान्छौँ, अनि त्यसपछि डिजिटल ट्रान्सफर्मेसन हुन्छ। यो चरणहरू, यो सबै चरण पार गरिसकेपछि हामी GIS र नेलिसमा हाम्रो सम्पूर्ण कामहरू हाम्रो बढ्छन्। यहाँ मैले भन्नुपर्दा सरले यो अब हामी जब स्क्यान गऱ्यौँ, जुन बेला नक्सा स्क्यान हो त्यो बेलालाई हामीले समेटेर भन्ने हो भने बिफोर डिजिटाइज हामी भन्यौँ। डिजिटाइज हुनुभन्दा पहिला हाम्रो डकुमेन्ट्स के थियो, ड्युरिङ डिजिटाइजेसन, आफ्टर डिजिटाइजेसन। किनभने त्यहाँ ब्याड, सरले एउटा क्वेसनमा के जोड्नु भएको थियो, ब्याड ओल्ड डाटा, ओल्ड रेकर्ड्स। हाम्रो अब नक्सा 21 सालमा बनेको नक्सालाई हामीले 62, 63, 60तिर आएर नक्सा स्क्यान गरेर डिजिटाइज गर्यौँ। त्यो नक्सा हाम्रो कति एकुरेट हो, एउटा क्वेसन त्यहाँ उठ्छ। आखिर त्यही डाटालाई हामीले डिजिटाइज गरे हो, कुनै नयाँ टेक्नोलोजीबाट नाप नक्सा भएको होइन, त्यही चेन सर्वे, प्लेन टेबल सर्वे, त्यसलाई स्क्यान गरेर ल्यायौँ। त त्यसलाई हामीले डिजिटाइज गरेर ल्यायौँ, त्यसमा त्यो नक्सामा भएका त्रुटिहरू त आयो।
अब स्क्यानरबाट स्क्यान भयो, नक्सा ल्यायौँ, त्यहाँ कुनै किता नम्बर छुट्न सक्ला, त्यसलाई हामी किता नम्बर हाल्छौँ, त्यो हेरेर। अर्को ग्राउन्डको कोअर्डिनेटसँग अब डिजिटाइज भएका नक्साको मिलाउनु पर्यो, जसलाई जियो रिफरेन्सिङ भन्छन्। त्यो जियो रिफरेन्सिङ हामी करेक्सनको लागि जियो रिफरेन्सिङ गर्छौँ, क्रस रिफरेन्सिङ हामी गर्छौँ त्यहाँ। अनि भ्यालिडेसनका रुल्सहरू छन्, जहाँ कुनै अब डाटामा हाम्रो इनकरेक्टहरू छन्, डाटा जहाँ जहाँ करेक्ट त गर्नु पर्यो नि, डिजिटाइज गरेर सिधै त हुँदैन। अब एभ्री पार्सलको हामी सबै कुरो गर्नु पर्यो। ती कुराहरू स्क्यानदेखि लिएर त्यो करेक्सनका कुरा जुन छन् हाम्रो, त्यो सबै हामी गर्छौँ। तर के छ भने हाम्रो डाटा नै इनकरेक्ट छन् भने आखिर आउटपुट के आउने हो? इनकरेक्ट नै होइन, गार्बेज इन गार्बेज आउट। हजुर, त्यहाँ त त्यसैले त्यहाँ डाटा हाम्रो कमसेकम शुद्ध भयो भने। त्यही हामीले बुझ्न खोजेको के हो भने तपाईँले जब यसलाई डिजिटाइज गर्नुहुन्छ अथवा त्यो स्क्यानको प्रक्रिया जुन छ, हजुर, त्योभन्दा पहिले जुन तपाईँको मिसिङ एन्ट्रिज होइन, इनकन्सिस्टेन्ट मेजरमेन्ट्स, ओल्ड रेकर्ड्स, यिनीहरूलाई भेरिफाई गरेर मात्रै तपाईँहरूले हो हामी गर्छौँ। तैपनि अब हामीले सबै गऱ्यौँ, तर के भइरहेछ, कति ठाउँमा भयो हो, अब नक्सा पुरानो छन्, पुरानोलाई हामीले स्क्यानरमा हाल्नु पर्यो। अब खुम्चिया छ भने त्यसलाई हातले मिलाएर जति मिलाउँदा पनि त्यो खुम्चिएकै हो भने मान्छेको के देखियो, धेरै किताहरू, सबै होइन, कुनै कुनै किताबमा क्षेत्रफलै अब हाम्रो नक्साबाट फरक परेको, त्यहाँ त एरर आयो नि। त्यो एरर किन आयो भने हाम्रो ओल्ड रिकर्ड्स जुन छन् त्यसले गर्दा आयो। त्यस्तो कुरामा जहाँ तपाईँहरूलाई अलिकति शङ्का हुन्छ, त्यसलाई हामीले फिजिकल भेरिफिकेसन गर्दैनौँ? हामी गर्छौँ। अब जहाँ सुधार गर्नुपर्ने, जहाँसम्म हाम्रो त्यो सुधार गर्ने त्यो लिमिटेसन छन्, त्यहाँ गर्छौँ हामी। अब सबै ठाउँमा सम्भव पनि नहोला। हो यो डिजिटल सिस्टमले फ्रड रिस्क सिग्निफिकेन्टली रिड्युस गर्न सक्छ वा नयाँ प्रकारका डिजिटल रिस्क पनि आउन सक्छन्? यो डिजिटलको अर्थै हो हामीले फ्रडलाई रोक्ने। अनि त नयाँ टेक्नोलोजीमा हामी गयौँ नि, कि अब म्यानुअलमा मान्छे केरेर फेरि लेखिदिने, फ्रड गर्यो त्यहाँ, कहीँ केयरमेट। अब डिजिटली गयो भने के हुन्छ, सबै डिजिटल फिङ्गरप्रिन्ट हुन्छ, फुटप्रिन्टहरू हुन्छन्, त्यसपछि डिजिटल आइडीहरू हुन्छन्, डिजिटल सिग्नेचर हुन्छ, यो सिग्नेचर भन्दा त्यो सिग्नेचर, डिजिटल केवाइसी हुन्छ। यी सबै भनेको त एकदमै सेक्युर, डाटा सेक्युरका लागि नै हो, डाटा एकदमै सेक्युरिटीका लागि हो, सुरक्षितका लागि। तैपनि यो हुँदै पनि यसले सबै रिस्क म्यानेज गर्यो, रिड्युस गर्यो। तैपनि आखिर पद्धति नआए पनि भन्छन् नि, एरर त हुन्छ, कहीँ न लुपहोल, ह्याक गर्ने, गलत यो वेबसाइटहरू डिजाइन गरेर इमेलहरू पठाइदिने अनि चोरिदिने, त्यसका सबै इन्फर्मेसनहरू चोरिदिने, मालवेयर भनेर कतिचोटि पठाउँछन् मान्छे, थेफ्टका कुराहरू आउँछन्। ती कुराहरू त थ्रेटै हो। तर ठिक छ, त्यो बाहेक चाहिँ अब त्यो त सुरक्षित रहने हो, त्यो त मिनिमम हो। त्यो थ्रेट मान्छे त्यो जागरुक भइदियो भने त्यो थ्रेटबाट बच्न सक्छन्। हामी कर्मचारी पनि जागरुक भइदियो भने त्यो नचलाउने। बिचबिचमा कहिलेकाहीँ हामी न्युजमा सुन्छौँ, यो फलानुले यो पठायो, तपाईँले मेसेज नखोल्नु, यसले डाटा, अब हामी त्यहाँ सचेत भइहाल्छौँ। तर सबै नागरिक सचेत हुने कुरो पनि त्यहाँ हुँदैन। आखिर जनचेतना सबैतिरै हो, हुनुपर्ने हो। अब वीरगञ्ज र पर्साको कुरा गरौँ। वीरगञ्ज र पर्सा क्षेत्रमा सिटिजन्सले, नागरिकले हाल डिजिटली कुन प्रपर्टी रिलेटेड इन्फर्मेसन एक्सेस गर्न सक्छन्? यो वीरगञ्जको केसमा र यो नापीको केसमा, अब म नापीको परेकोले अहिले हामीले नापीबाट अनलाइनबाट मेरो किता भन्छन्, हाम्रो मेरो किता यो नापी विभागको यो वेबसाइट हो, त्यहाँबाट हामीले नक्सा घरमै बसेर नक्सा हामीले दिइरहेको छौँ। त्यो वीरगञ्जको यहाँ हकमा हाम्रो यो। अर्को, हामी वीरगञ्जवासीलाई अहिले नेलिसबाट हाम्रो किता काट भइरहेछ, जुन अब जग्गा धनीको त्यो किताको लाइनहरू, किता काटका लाइनहरू, क्षेत्रफलका लाइनहरू चेन्ज हुँदैन। त्यो किनभने त्यो सेन्ट्रल सर्भरमा हाम्रो विभागमै गएर बसिरहेछ भने हामीसँग पनि भएको सर्भरमा छन्। यहाँ कहीँ कुनै इनकेस मिस्टेक कहीँबाट कसैले गर्यो भने पनि हाम्रो सेन्ट्रल सर्भरमा भएकोले त्यो मिस्टेक
हुँदैन, यहाँबाट पनि मिस्टेक हुँदैन, त्यो काम पनि हामी अहिले वीरगन्जवासीलाई नेलिसबाट हामीले काम दिइरहेछौँ। तर यहाँ मैले भन्नुपर्ने के छ भने हाम्रो फुल्ली अनलाइन सिस्टम छैन, त्यो बोल्नुपर्छ भन्नुपर्छ। हामी अहिले फुल्ली अनलाइनमा गएका छैनौँ। हाम्रो सेमी अनलाइन भन्दा हुन्छ लाइन अनलाइन, लाइन पनि छन् अनलाइन पनि छन्। आधी नक्सा लिन लाइन लागेर आउँछन् अफिसमा, आधीले अनलाइन पनि लिइरहेछ। किनभने हाम्रो फाइल नक्साहरू नेलिसमा छैनन्, हाम्रा नहरका नक्साहरू वीरगन्जको केसमा छैनन् भने हाम्रो अहिले सेमी मात्रै वर्क भइरहेछ। हामी कम्प्लिट पेन्सिललेस, पेनलेस, पेपरलेस, फेसलेस हामी गर्न सकेका छैनौँ। त्यसको मतलब वी आर डिजिटाइजेसन इन प्रोसेस हो हैन। हामी त्यो सिस्टममा डिजिटाइजेसन पनि हाम्रो फुल्ली छैन, जस्तै प्लट बुकहरू छैनन्, तर त्यो प्रोसेसमा प्रोग्रेसनमा हामी छौँ, अगाडि बढिरहेछौँ। अनि एउटा सानो जानकारी दिनुहोस् न, अब यो मेरो किता भनेर जुन भन्नुभयो, यो कुन प्रोसेसमा काम गर्छ? ए हो, सरले यो मार्मिक यो बुझ्नुपर्ने। म अब के भन्छु भने यहाँ कमसे कम सेवाग्राहीहरू सबै सजिलो घरमा जोडिनु, यो सजिलो घर भनेको एकदमै जनतालाई चेतना फैलाउने एउटा प्लेटफर्म हो र यो प्लेटफर्मबाट मैले पनि केही कुरा राख्नु पाउँदा धेरै गौरवान्वित मलाई महसुस पनि हुन्छ। यो मेरो किताबाट कसरी जनताले नक्सा लिने, यो अब जनताले बुझ्नुपर्छ। यसलाई यो 4 स्टेप छन्, हामीले 4वटा स्टेप फलो गर्नुपर्छ, जसमा 2टा पहिलो फर्स्ट र सेकेन्ड स्टेप पुरै सेवाग्राहीले निवेदकले फलो गर्नुपर्छ भने 3rd र 4th स्टेप भनेको त्यो सेमी हो, नापी कार्यालयले र सेवाग्राहीले निवेदकले फलो गर्नुपर्छ। फर्स्ट स्टेप, अब नक्सा लिनको लागि लाल पूर्जा र हाम्रो नागरिकताको फोटोकपी चाहिन्छ। त्यो सेवाग्राहीले के गर्नु पर्यो त आफ्नो नागरिकता र लाल पूर्जालाई त्यो मोबाइलले फोटो तानेर या क्यामेराले फोटो तानेर स्क्यान गरेर उसले आफ्नो कम्प्युटरमा या मोबाइलमा PDF बनाएर राख्नु पर्यो। पहिलो स्टेप त्यो जनताको लागि। त्यो गरिसकेपछि अब दोस्रो स्टेपमा त्यो सेवाग्राही, त्यो निवेदकले नापी विभागको आधिकारिक वेब पेज मेरो किता खोल्नु पर्यो। मेरो कितामा गएर त्यो खोलिसकेपछि त्यसमा नापी कार्यालय कुन कार्यालयबाट तपाईँ नक्सा लिने हो त्यो कार्यालय चुज गर्नु पर्यो, जिल्ला चुज गर्नु पर्यो, पालिका चुज गर्नु पर्यो। त्यो चुज गरिसकेपछि अब उसले भर्नु पर्यो त्यहाँ साबिकको गाविस कुनको नक्सा लिने हो, हामीसँग साबिकको हो, त्यो उसले भर्नु पर्यो त्यहाँ। त्यसपछि उसले सिट नम्बर भर्नु पर्यो, किता नम्बर भर्नु पर्यो, अनि वडा नम्बर किता नम्बर उसले भर्नु पर्यो। त्यसपछि उसले जुन आफ्नो PDF बनाएर राखेको छ नागरिकताको फोटोकपी र लाल पूर्जाको, त्यो उसले त्यहाँ अपलोड गर्नु पर्यो। अनि त्यसपछि उसले आफ्नो नाउँ र मोबाइल नम्बर राखेर क्लिक गर्नु पर्यो। क्लिक गरिसकेपछि एउटा OTP आउँछ। त्यो OTP त्यो सेवाग्राहीले नक्सा नपाउन्जेल सेभ गरेर राख्नु पर्यो। नक्सा नपाउन्जेल उसले त्यो OTP सेभ गर्नु पर्यो। यो दोस्रो चरण हो। तेस्रो चरणमा अब नापी कार्यालयले के गर्छन्, भेरिफाई गर्छन् कार्यालयले। हजुर, उसले भरेका सबै कुरो ठिक छ भने उसकोमा एउटा SMS मोबाइलमा जान्छ, पठाउँछन् कि तपाईँ राजस्व तिर्नु अब सरकारको। अब SMS गइसकेपछि उसले फेरि लगइन गर्छन्, आफ्नो OTP र मोबाइल नम्बर राखेर लगइन गर्छन्। अनि त्यसपछि त्यहाँ यी सेवाहरू कसरी तिर्ने हो सबै त्यहाँ देखाउँछन्। यी सेवा या ब्याङ्किङ सेवा जुन उसले त्यहाँ आफ्नो राजस्व तिरेर त्यो उसले लोड गर्नु पर्यो, आफ्नो कागज तिरेको पैसाको। अनि त्यसपछि त्यो हामी अब नापी कार्यालयले हेर्छन्। त्यो हेरिसकेपछि नापी कार्यालयले तिरिसक्यो भने अब QR कोड सहित उसले के गर्छन्, नापी कार्यालयले नक्सा त्यो पोर्टलमा हालिदिन्छन्, अपलोड गरिदिन्छन्। अब त्यो गर्ने बित्तिकै त्यो सेवाग्राहीले आफ्नो मोबाइलबाट त्यो फेरि लगइन OTP र त्यो लगइन गरेर ओहो मेरो नक्सा आयो। अब त्यो नक्सा उहाँले जहाँ अपन सजिलो हुन्छ नजिकमा त्यहाँ गएर प्रिन्ट आफ्नो उहाँले नक्सा निकाल्न सक्नुभयो। यही प्रोसेस हो। इन्डस्ट्रियल र कमर्सियल प्रपर्टीमा प्रपर्टी सर्वे गर्दा कुन एडिसनल कम्प्लेक्सिटी आउँछ, बायरले किन यो बुझ्नुपर्छ? अब यसमा सरले के बुझ्नु पर्यो भने अहिले हाम्रो जग्गाको 10 भागमा वर्गीकरण गरेका छ। हजुर,
10 भागमा कृषि र व्यावसायिक क्षेत्रमा हाम्रो किताकाटै हुन्छ। औद्योगिक कमर्सियल क्षेत्रमा अहिले हाम्रो किताकाट हुँदैन होला, हामी गर्दैनौँ। तर मान्छे अब व्यवसाय गर्नु छ, फ्याक्ट्री लगाउनु छ भने एकमुष्ट किता किन्छन्, जम्मा गर्छन् बिघाको बिघा। तर त्यहाँ बिघा किन्दा त धेरैको किताहरू हुन्छन्। हजुर। त हाम्रो यो ल्यान्ड एडमिनिस्ट्रेसनमा त्यहाँ कम्प्लेक्सिटी भनेको आउने हो। अब धेरैको जग्गा किन्यो भने त्यो बेलामा त्यो जग्गाको बााउन्ड्रीको डिस्प्युट होला कि, धेरैको किन्दा या सबैको किन्दा सबैको क्षेत्रफल नमिल्या होला कि, त्यो बेलामा जोड भएर क्षेत्रफल आयो भने त्यहाँ एउटा जटिलता, किन्नेले बाहिरले किन्दाखेरि उसको मिल्दैन कि त्यो बााउन्ड्रीहरू, अनि त्यहीमा उसको कति सेपहरू बिग्रिया होला कि किताको। त्यो त एउटा किताले त 10 बिघा 12 बिघा मान्छे किन्दैनन्, धेरैको किता हुन्छ। यस्ता टेक्निकल समस्याहरू यो ल्यान्ड एडमिनिस्ट्रेसनतिर आउँछन्। अर्कोतिर अब जस्तै अब कोही कमर्सियल जग्गा किनिरहेको भने त्यो साइडमा बाटोको कति पहुँच हो त्यो पनि बाहिरले हेर्नुपर्छ, त्यहाँ बाटोको सुविधा छ कि छैन, अनि ढलको निकासको के व्यवस्था हो, अनि केमिकलतिर धेरै कुरो फ्याक्टरहरू छन्। तर मोटामोटी म नापीको हिसाबले भन्दाखेरि त्यो मेन बााउन्ड्री डिस्प्युटका कुराहरू, क्षेत्रफल घटबढका कुराहरू त्यहाँ आउन सक्छन्। त्यसैले त्यो मेजर कुराहरू पहिला बाहिरले हेर्नुपर्छ। मोबाइल र डिजिटल फर्स्ट प्रपर्टी भेरिफिकेसन इकोसिस्टम नेपालमा रियलिस्टिकली सम्भव छ? त्यसको लागि के इन्फ्रास्ट्रक्चर चाहिन्छ? अब यो छ किन मैले भनिदिएँ, जस्तै अहिले नि नागरिक एप, अहिले हामी सुनिरहेछौँ नागरिक एपमा मान्छेले बिजुली बिल पनि तिरिरहेछ, खानेपानी बिल तिरिरहेछ, म नि तिरिरहेको छु अहिले नागरिक एपमा गएर। अहिले भने मोबाइल एपबाट हामी किन गर्न सक्दैनौँ ल्यान्डका कारोबारहरू मजाले त्यहाँ हामी गर्न? तर त्यसको लागि इन्फ्रास्ट्रक्चर त चाहियो नि पहिला। अब इन्फ्रास्ट्रक्चरमा अब यसलाई हामीले इन्फ्रास्ट्रक्चरमा त सबै कुरो आयो। सबभन्दा पहिला त डिजिटली कानुन आउनु पर्यो, डिजिटल मैत्री कानुन। हजुर। कानुन हाम्रो राख्ने पुरानो कानुन अनि काम गर्ने हो डिजिटली, त्यो त भएन। त्यसले अनि डिजिटल फिजिकल इन्फ्रास्ट्रक्चर जुन हुनुपर्ने हो अफिसहरूको, त्यो पुरै डिजिटल मैत्री हुनुपर्ने हो। त्यो गर्दा यो सम्भव छ। यो अर्को त्यति मात्रै होइन, हाम्रो अब म्यान पावर सबैमा ह्युमन क्यापिटल त महत्त्वपूर्ण हो। हामी सबै ह्युमन क्यापिटल पनि साउन्ड माइन्डले डिजिटली फुल्ली हामी टेक्नोलोजी एक्सेप्ट गरेको हुनु पर्यो, त्यसको लागि बुझ्नु पर्यो त्यो। अनि यो सबै बुझ्दा त किन यो सम्भव छ? सम्भव छ यो सबै। गभर्नमेन्ट, सिटिजन्स र प्राइभेट सेक्टर प्रपर्टी ट्रान्सपेरेन्सी इम्प्रुभ गर्न तिनैजनाको रोल कति के हेर्नुपर्छ, के हुनुपर्छ? ए हो, यो सरको एकदमै प्राइभेट, पब्लिक र सिटिजन होइन, तीनजनाकै हो ट्रेङ्गुलर रिलेसन। यो जग्गा कारोबारमा जग्गाको पारदर्शिता, अचल सम्पत्तिको पारदर्शितामा तिनटैको अहम भूमिका हो। एउटाले मात्रै सोचेर यो असम्भव हो, यो हुन सक्दैन, सरकार मात्रै सोचेर। किनभने म सरलाई भन्छु भने अब सम्पत्ति सबैलाई छन्। नेपालको कन्टेक्स्टमा हामी सबै नागरिकको सम्पत्ति छन् भने सम्पत्तिमा यदि राम्रोसँग सुशासन भएन भने, आधी म भन्छु आधी मान्छेले सुशासन देशमा भएन, मतलब 50% एबभ सुशासन क्यारी गरेका छ ल्यान्डले भने गभर्नमेन्टको पनि के हुनुपर्छ यसमा रोल, कानुन परिमार्जन हुनुपर्छ। अहिलेको जुन अवस्थाको कानुन पहिलाको त्यसमा परिवर्तन, डिजिटली जानु पर्यो। अब कानुनहरू हाम्रो एकदमै मोडर्न कानुनहरू आउनु पर्यो जसमा जनताहरूको काम फास्ट होस्। अनलाइन सेवाहरू फुल्ली अनलाइन, अहिले सेमीमा हामी छौँ भने सरकारले अब गभर्नमेन्टले फुल्ली अनलाइन सेवा, नापी मालपोतलाई जोडेर पुरै फुल्ली। अहिले त सरलाई म के भनौँ, नेलिसमा हामी काम गरिरहेछौँ, तर हामी पेनले पनि काम गरिरहेछौँ, मालपोतमा पठाउने पेनले नै लेखेर त्यो किताकाट गराएर, भने हाम्रो त फुल्ली भएन नि, त्यो सरकारले फुल्ली अनलाइन गर्नुपर्छ। अर्को, जग्गाको मूल्याङ्कन वैज्ञानिक भएन। जग्गाको रेट, अब इक्जाम्पल वीरगन्जमा हाइवेको बिक्री हुँदाखेरि मैले सुने अनुसार 50 लाखको धुर, 60 लाखको धुर, तर त्यही रेट मालपोतमा न्यूनतम मूल्याङ्कन 5 लाख 10 लाखको धुर हुन्छ भने त ड्रास्टिक चेन्ज हो। जनता त किन्न पायो 80 लाख पनि तिरेर,
तर त्यहाँ त राजस्व सरकारको त 5 लाखकै दरमा गयो 10 लाख। वैज्ञानिक जग्गाको मूल्याङ्कन भएन। सरकारले त्यो वैज्ञानिक जग्गाको मूल्याङ्कनतिर ध्यान दिनुपर्छ। वैज्ञानिक मूल्याङ्कन, साइन्टिफिक मूल्याङ्कन सरकारको दायित्व। इन्फ्रास्ट्रक्चरहरू बनाइदिनुपर्छ अड्डाहरूको, यो सरकारको दायित्व हो। नागरिकलाई सुसूचित गर्नुपर्ने पनि सरकारको हो, ल्यान्ड एडमिनिस्ट्रेसनको। यी कुराहरू सरकारले गर्नुपर्छ भने नागरिक पनि इमान्दार बनिदिनुपर्छ, नागरिक पनि आफ्नो चेतना बढाउनुपर्छ। अरू सरकारले के गरिदिनुपर्छ भने त्यो स्थानीय तहसँग प्रदेश र सङ्घलाई जोडिदिनुपर्छ, नेटवर्किङ गरिदिनुपर्छ डिजिटली, कि जनता त्यो गाउँका जनताले बुझोस्। अनि नागरिक पनि सचेत हुनुपर्छ, नागरिक इमान्दार हुनुपर्छ। कर जसले छलिरहेछ त्यसको बारेमा नागरिकले प्रश्न भन्नुपर्छ, यसले कर छल्यो, उसलाई त थाहा हुन्छ यसले कर छली गर्यो, त्यो नागरिकको पनि दायित्व हो। अनि निजी क्षेत्र यहाँ मैले व्याख्या गर्दाखेरि त्यो त भेग हो। निजी क्षेत्र म रियल एस्टेटका मालिकहरू जुन हुन्छ या जग्गा कारोबारीहरू, उहाँहरू पनि इमान्दार भइदिनुपर्छ, व्यवसायमा नैतिकवान भइदिनुपर्छ। एकदमै यस्तो जग्गामा लगानी गर्नुपर्छ जुन जग्गा मान्छेले किन्यो भने हो मैले किनेको जग्गा ठिक हो, यो मेरो 4 पुस्तासम्मको यो जग्गा कहीँ केही लफडा छैन, कुनै दैविक प्रकोपबाट पनि केही नहुनेवाला हो, सबै त्यो पारदर्शी वित्तीय पारदर्शिता भइदिनुपर्छ। नत्र मैले कति ठाउँमा सुन्छु जग्गा धेरै रियल एस्टेटहरूले किन्ने अनि मालपोतमा गएर कर छलीका कुराहरू, उसको न्यूनतम मूल्याङ्कन लगाएर त सरकारको त त्यहाँ कर छली देखियो नि। त्यसैले यो निजी क्षेत्र पनि त्यस्तै इमान्दार बनिदिनुपर्छ उसले। र यो सबै गर्दा के हुन्छ, सम्पत्ति शुद्धिकरण न्यून हुन्छ, कर छली नियन्त्रण हुन्छ, र जग्गाको जुन व्यवसाय हो त्यो एउटा सुधारोन्मुख र त्यो राम्ररी फस्टाउँछ र मान्छे पनि एउटा विश्वास गरेर होइन यो जग्गा लिनु पर्यो, गर्नु पर्यो। मर्यादित हुन्छ, मर्यादित हो, सरले नै मर्यादित हुन्छ। व्यवसाय जुन हुन्छ यो मर्यादित हुन्छ। अब यो सिस्टम वाइज डिजिटाइजेसन पूर्ण रूपमा मेच्योर नहुँदासम्म सजिलो घरले स्ट्रक्चर्ड भेरिफिकेसन प्रोसेसमा जोड दिइरहेको छ। यो सरलाई जानकारी गराउन चाहन्छु। भेरिफाइड प्रपर्टिज मात्र किन्नको लागि हामीले चाहिँ सबैलाई प्रेरित गरिरहेका छौँ। एकदमै यो सरको हो, एकदमै यो हुनै पर्छ। सरहरू त यस्तो प्लेटफर्म हो, यो सजिलो घरलाई म जेनरली भन्छु, यो सजिलो घरले जनतालाई एकदमै सुसूचित। सरहरू त कसरी कनेक्सनमा हुनुहुन्छ म अब फिल गरेँ, जनता र अड्डासँगको सरहरूको कनेक्सन हो यो। मिड कनेक्सन, यसलाई ब्रिज भनौँ, पुल, हजुर, पुलको रूपमा हुनुहुन्छ। सरहरूले हामीलाई पनि सजेस्ट कहाँ छन् के, उता हाम्रो जनतालाई पनि तपाईँले कस्तो जग्गा किन्ने हो, तपाईँ कसरी बुझ्ने हो जग्गा लिने हो, कुन जग्गा लिनुपर्छ, यो सबै सूचित सरहरूले गर्नु हो भने भोलिका दिनमा रियल एस्टेटतिरको फ्युचर जुन हो त्यो एकदमै ब्राइट छ, राम्रो हुन्छ। यो त्यही भएर हाम्रो ट्यागलाइन पनि बाई भेरिफाइड ओन्ड विथ कन्फिडेन्स। सरको आत्मविश्वासको साथमा तपाईँ स्वामित्व लिनुहोस् र भेरिफाइड मात्रै किन्नुहोस् भनेर हाम्रो नारा हो। सरको स्लोगन एकदमै राम्रो हुन्छ सर, प्रोग्राममा आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। अब पुनः यस्तै प्रोग्राममा चाहिँ तपाईँहरूसँग हामी फेरि बस्न पाऊँ, सघाएर गर्न पाऊँ, यही शुभकामना सहित आजको कार्यक्रम यहीँ सकाउँछु। धन्यवाद। धन्यवाद सरले पनि धन्यवाद।